बाटो खराब रहेछ। यी बाटो यस्तो रहेछ, भिडदेखि बाटो खराब रहेछ। यति मान्छे धेरै आइरहेछन्। लगभग हामी आज 50-60 जना एड्स खोज्ने जस्तो गरेर गइरहेछौँ। ड्यानी सरकार भेन्टाहरू पजाउने आउँदैछन्। भेन्टा भनेको एउटा हामीसँगको साथी छ। भेन्डरीकोमा यति टाढाको बाटो अप्ठ्यारो गाह्रो रहेछ। गाइड छाती हानिसकेको छ यार। धेरै बसेर गाउँघर भइदिए पहिले हिँड्थ्यो, अहिले धेरै भइरहेको छैन। गाइजहरू यस्तै छ जिन्दगी, दुःख भन्ने कुरा यस्तै हो। बाटो यस्तो बाटोमा हिँडिरहेको छु। यी बाटो त यस्तो गाह्रो रहेछ क्या। पसिनै आएर यति गाह्रो छ। हामी जाने त्यो उताको लेकभन्दा नि उता माथिको जाँदैछौँ। त्यहाँदेखि माथि जाँदैछौँ। यो जाने बाटो नै यस्तै रहेछ कि गाह्रो बाटो रहेछ।